उपस्थित यहाँ पदम बहादुर राई उहाँको चाहिँ 21-16-87 कपरोल पदम बहादुर राई उहाँ चाहिँ युकेमा अहिले हाल काम गर्दै हुनुहुन्छ। कर्मथलो भनिदिउँ कर्मथलोमा हुनुहुन्छ र यहाँ आज छुट्टी मिलाएर चाहिँ धरानमा सायद भोट दिन आउनु भएको होला आशा छ के हो कुनै र भ्याउनु नलाबा त्यसै हो। ठिकै छ तपाईँहरू आउनु भएको छ। सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो भन्न चाहन्छु कि हाम्रो सुन्नीमा पारोहाङ चाहिँ रोकिने छैन। यो भोट के होला म भोलि के हुनसक्छ तर यो सुन्नीमा पारोहाङ चाहिँ रोकिने छैन। तपाईँहरूको सहयोग सधैँ आइरहोस्। म सदा यहाँ उभिरहेको छु। अझै म त माथि भोट माग्न जानुपर्ने त्यो पनि नभ्याइ जनता चिन्छन् होला र किनभने म चाहिँ काम गर्ने मान्छे काम मात्रै गर्न चाहन्छु। सबै जनता देश विदेशमा रहनेले बुझिदिनु होला भन्दै मेरो तर्फबाट यता हाम्रो के अरे 87-82 र यता बहिनी शुभलक्ष्मी सेवारो भन्न चाहन्छु। यसै गर्दाखेरि उहाँहरूले चाहिँ पहिले हर्क मेयर साहब हुँदाखेरि पहिले मेयर हुँदाखेरि उहाँ युकेमा जाँदाखेरि चाहिँ धरान समाज युके ग्रेटर रस्मो सेन्डसमा चाहिँ उहाँ प्रतिबद्धता गरेको हुनाले चाहिँ त्यो प्रतिबद्धता अनुसार उहाँहरूले आज यहाँ पैसा बुझाउन आउनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। र यसमा तपाईँहरूको त्यो के अरे अझै केही खटाखुटुक छ भने भोलि उहाँ तपाईँहरूले एउटा उताबाट कागजपत्रहरू पठाइदिनु होला। त्यो अनुसारको मैले चाहिँ यहाँ मिलाएर चाहिँ शिलामा गर्छु। किनभने शिला लेख्दाखेरि अलिक मिलाएर अलिक भाका पुर्याएर काम गर्नुपर्छ। त्यसले गर्दाखेरि तपाईँहरू यसरी यो संस्कृति पार्कमा आएर घुमिदिनु भयो। चिन्डे डाँडामा त्यो चिन्डोको डाँडामा पनि घुमिदिनु भयो धन्यवाद। अब त्यही चिन्डो डाँडामा चाहिँ अलिक काट्नुपर्ने छ कि अब इन्जिनियरिङहरूसँग सल्लाह गरेको छु। किनभने त्यसको ब्यालेन्स मिलाउनुपर्छ। त्यसै इन्जिनियरिङ हुँदैन। इन्जिनियरिङ गर्नुको लागि चाहिँ धेरै ब्यालेन्स मिलाउनुपर्छ। त्यहाँ काम सुरु हुँदा पहिले त्यहाँको एडमिनिस्ट्रेसन भन्छ हाम्रो आर्मीमा होइन त्यो एकदम खतरा हुनुपर्छ। अनि हामीले CCTV पनि राखिसकेको छ। त्यसलाई के अरे कन्ट्रोल गर्ने पनि तल यो हाम्रो के अरे ग्रिन टी धनकुटे रोडमा अफिस खोलेका छौँ। त्यो अफिसमा तपाईँहरूको जति पनि पैसा पठाएको नामहरू हेर्न सक्नुहुनेछ। त्यहाँ मैले त्यहाँ कम्प्युटरमा अनलोड गरिदिएको छ। कसैको छुट्यो भने मलाई भन्नु होला। सबै अप टु डेट गर्दै लाँदैछु। यतिको अप टु डेट गर्नु भनेको मामुली कुरो होइन। एकदम हेभी काम छ। त्यही मात्रै हामी गर्दैनौँ। हामी यहाँ सारा कोअर्डिनेट गर्नुपर्छ। यो सबै यो यहाँको सबै कोअर्डिनेट गर्नुपर्छ। कति के हुँदैछ सबै हेर्नुपर्छ। एक ठाउँ मात्रै होइन तर पनि हामी सक्दो हाम्रो आत्माले सक्दो र यो उमेरले सक्दो हामी काम गर्नेछौँ र भन्दै उहाँको यो वाचन म गर्नु गइरहेको छु। 21-37-82 कपरोल पदम बहादुर राई र उहाँको श्रीमती शुभलक्ष्मी राई, छोरा भरत कुमार राई र कौशल राई र बुहारी सहाना राई र उहाँहरूले त्यो स्वर्गीय बाबा थिरबहादुर राई, स्वर्गीय आमा शिरमाया राई र स्वर्गीय ससुरा भीमबहादुर राई र स्वर्गीय सासू रत्नमाया राई र पूर्व उहाँहरू चाहिँ इलाम सन्दकपुर गाउँपालिका साबिक अहिले हाल चाहिँ झापा बिर्तामोड र उहाँहरू अहिले हाल कर्मथलो युके र सेन्डसमा हुनुहुन्छ। यति भन्दा उहाँहरूले चाहिँ रकम पठाउनु भएको छ 1,03,782। उहाँको आर्मी नम्बर अन्तिमको 4 फिगर 3782 हुनाले त्यो राख्नु भएको छ र अछेरीमा पनि 1,03,782 मात्र गर्नुभएको छ र उहाँलाई धेरै धेरै धन्यवाद दिँदै म हस्तान्तरण गर्न गइरहेको छु। सेवा यति भन्दै हजुरले पनि केही 2 शब्द यसो बोलिदिनुहुन्छ कि भनेर कि त यता बहिनीले जसरी पनि हाम्रो सुम्निमा पारुवाङको शालिग अवश्य बन्छ नै होला भन्ने हाम्रो आशा छ। यति राम्रो बनाउनु हो, सबैको लागि मनोरञ्जन गरिदिनु भयो। धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि जति सक्दो होइन सेवाहरू। हामी त यति नै गर्नु आउँदैन। यता पाहुनाहरू पनि केही 2 शब्द बोल्नुहुन्छ कि कतै अब धरानको दाजुभाइ
मेयर साहब यति राम्रो गर्नुपर्छ कि यति राम्रो बनाउनु अझै यसलाई चाहिँ भनौँ यसलाई अझै प्रगति गर्दै लैजाउँ प्रगति अझै हामीले अझै यस्तो अझै डोनेसन गर्न पाऊँ कि अझै यहाँ कोका कोलाको जति पनि डोनेसन दिनेहरूको शिलाहरू छन् तिनीहरू पनि यहाँ ठाउँ कता राखौँ भनेर एकदम हामी ऊ भइरहेछ भोलि पर्सि सायद भएछ भने यहाँ कता एडजस्ट गर्नु पऱ्यो भन्दैछु म ग्राउन्ड हेर्नु पऱ्यो त्यो ग्राउन्ड हेरेर त एउटा भिजिटर घुम्ने ठाउँ जस्तो बनाइदिनु पऱ्यो भन्ने लागेको छु यति भन्दै मेरो अन्त सेवाहरू गर्दै जय संस्कृति जय संस्कृति हाम्रो विचार चाहिँ के छ भने अब माटोले जितिहाल्यो भने देशैभरि यस्तो खालको सुधार होस् र यस्तै खालको विकास होस् भन्ने आशा छ तर अब त्यो त भोटको बेला कसको के हो के थाहा होइन कसले जित्ने हो कसले बाजी मार्ने हो कसले हार्ने हो भन्ने कुराहरू त्यही जनताकै मतमा हो हामी त भन्न सक्दैनौँ यसैले जितोस् हाम्रो निम्ति त जितोस् भन्छौँ नि तर अब कसले जित्ने कसले के गर्ने भन्ने कुरा त अब त्यो जनताकै मतमा छ नि लालचीमा नलाग्नुहोस् लालचीमा लागेर देश बिग्रिसक्यो लालचीमा नलाग्नु भर्सक भन्छौँ नि अर्काको माना खाने हो मासु भात खाने हो भोट आफ्नैमा लाउने हो होइन र पनि भरिसक्यो खानु पाप लाग्छ नखानु होइन अहिले त त्यसै भन्नु थालेको छ नि मान्छे यस्तो नि त अब मान्छेले सूर्यमा झुलेको जम्मै खाऊ के भने राम्रोलाई हाम्रोलाई होइन राम्रोलाई चाहिँ चुन्नुपर्छ है हामी त यहाँ हुँदैनौँ होइन चुन्ने नि हाम्रो अधिकार त थियो तर अलिकति समयले दिएन त्यसले गर्दा हामीले चुन्ने नि मौका पायौँ ल यति नै हाम्रो भनाइ चाहिँ राम्रो गर्नुहोस् अझै तपाईँले अनि जितिहाल्नु हो भने त्यसैभरि परिवर्तन ल्याउनुहोस् हाम्रो भनाइ यति धन्यवाद सबैलाई यहाँ हाम्रो उपस्थित भयवृद्ध बाहरू दाजुहरू दिदीहरू भाना भान्जाहरू छोरी चेलीहरू नाता नातिनीहरू सुम्दीमा पारुवाङको लागि आउनुभएको र यो पार्क पनि घुमेर जानुहुने तपाईँहरूलाई स्वागत पनि गर्न चाहन्छु र साथै सेवारो पनि भन्न चाहन्छु एकछिन यहाँ बोलिसक्नु र के भन्छ भने एक थुकी सुकी हजार थुकी नदी अब हामीले छिटै यो हाम्रो एउटा पुरानो सभ्यता सुम्दीमा पारुवाङ तथा त्यसलाई अरूबाट शिवजी पार्वती पनि भन्छ अर्को कुराबाट युमाथेवा पनि भन्ने गरेका छौँ र हामी भाषा किन बदल्यौँ भन्दाखेरि पहिले एउटा गाउँदेखि अर्को गाउँमा लडाइँ हुन्थ्यो त्यो लडाइँबाट चाहिँ कमजोरी कुरा पत्ता नलागोस् भनेर भाषा फेरेर बोलेको मात्र हो त्यो बाँकी सबै खानु बस्नु जे गर्नु पनि एउटै हो है सेवारो आदमी सेवारो र यसै क्रममा सुम्दीमा पारुवाङको लागि मूर्तिको लागि चाहिँ उहाँहरूले यहाँ डोनेसन लिएर आउनु भएको छ उहाँको नाम म वाचन गर्न गइरहेछु उहाँ हुनुहुन्छ दलबहादुर राणा साम्पाङ र उहाँको श्रीमती हुनुहुन्छ मनकुमारी राई र उहाँहरूले चाहिँ आफ्नो आमा कवि माया स्वर्गीय आमा कवि माया राईको स्मृतिमा 50,000 गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सेवारो भन्न चाहन्छु र के भन्छु भने यो सुम्दीमा पारुवाङले हजुरहरूको सन्तानलाई एकदमै राम्रो गरोस् आशीर्वाद दियोस् के अरे पढाइ शिक्षामा कमजोरी छ ए फर एप्पल जान्दा छन् तर एमए पढिसक्यो कति किसिमको थाहा छैन त्यसले गर्दा यस्तो कुरोबाट चाहिँ वञ्चित भएर अब चाहिँ हाम्रो नानी केटाकेटी राम्रो शिक्षा पाओस् भन्ने हामी त्यसै पनि यहाँ के अरे संस्कृति पार्टी माटो चिन्ह ल्याएर उभिएका छौँ त्यसमा पनि तपाईँहरूले भोट जितेर यो सबै केटाकेटीहरूको के अरे भनौँ चेतना एकदमै राम्रो फैलाउने विचार गर्दै म मेरो 2 शब्द यी अन्त गर्छु र हस्तान्तरण गर्छु सेवारो भन्न चाहन्छु सरी त्यही त इलाम देउनपा नगरपालिका 1 मैदानेबाट चाहिँ उहाँले 50,000 गर्नुभएको छ फेरि पनि भन्न जाँदैछु दलबहादुर राणा साम्पाङ र मनकुमारी राई र उहाँहरूको स्वर्गीय आमा कवि मायाको स्मृतिमा सुम्दीमा पारुवाङको लागि 50,000 गर्नुभएको छ उहाँको ठेगाना हो इलाम देउनपा 1 मैदान
देउमाई नगरपालिका मैदाने मैदाने एक समय त त्यही र यो चाहिँ उहाँलाई र साथै उहाँहरूले चाहिँ यो अहिले खर्चको लागि प्रचार प्रसारणको लागि पनि कति रकम दिनु भन्नु 5,000 गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद गर्छु धन्यवाद तालीबाट किनभने हाम्रो हर्का साङपाङ अब हामीहरू दिनले पनि डाँडा काट्यो अनि हामीहरूले चाहिँ हेर्नु पाऊँ प्रधानमन्त्री हुनु पाएको देख्नु पाऊँ अनि के भन्छु भने सबैले सहयोग गर्नुपर्छ माटोमा है माटोमा अनि हामीहरू पनि उँभो लागिबसेको छौँ मैदानेमा अब यहाँ तलदेखि मैले के हो भन्दाखेरि त्यो बेल्चाहरू पनि किनेर लानुपर्ने छ गाउँमा अनि त्यो यहाँनिर लगाएको हुन्छ नि त्यो ड्रेस हो त्यो पनि त्यसको लागि पनि माथि मैले गर्दैछु हर्का साङपाङले जित्नु पाओस् त्योभन्दा हामीहरूले यही आँखाले हेर्नु पाऊँ प्रधानमन्त्री भएको सबैले भोट लगाइदिनु होला माटोमा